यिनी त अहिलेसम्म बाहिर पो बसिछन् त। ए बुहारी किन र चोटा सुत्न नगयो कि? जाऊ सुत्न जाऊ। त्यसलाई कसले यहाँ चोटा सुत्न दिन्छ र? कुम्लो कुटेर बोक्सेट निस्केर जान्छ, त्यहाँ पनि बस भने गइन मैले। के भन्छ यो बच्चे? तेरो दिमागले काम गर्न छोड्यो क्या हो? यसको बेहोरा, यसलाई पौडी खेल्न जानुपर्ने खोला खोलामा अबदेखि त्यो भट्टी सट्टी काहीँ पनि जाने होइन। जहाँ जानु छ यहाँबाट निस्केर जाने भइहाल्छ। तँ किन यति साह्रै निष्ठुरी भएको भन्थ्यो? लिएर जा, बुहारीले लिएर जा त, सुत्न लगा। लोग्ने स्वास्नीको झगडा बिचमा नपर्दै ठुलो बा। मलाई नबोल भन्छस् अझै? पड्काइदिउँ तँलाई। फुर्कु गरेर सुत्नु। फेरि ठुलो बा नि भनिदिनु नि, म त फेरि बिसको जोकमा 9 महिना ट्रेनिङ गरेको मान्छे पो त हौ। मसित त बोलेर के सक्दैन मैले, जे गर्ने हो गर। बुहारी तिमी गएर सुत्नु। सुता जाऊ, तपाईँ चाहिँ गएर सुत्नु नि थाहा भएको। कि उठा, जुरुक्क उठा नि, जुरुक्क उठा भनेपछि के उ गरिरह, उठा। कस्तो कुरा होइन, बाटो लाग अब यता। यस्तो गरेर बस्दैन र सुनको सिक्री घाँटामै हुनु पर्थ्यो नि। जा भनेपछि गइहाल्छ। कम्पु कराते थाहा छ नि, एकै खेपमा फेरि दिएर म अगाडिको 2टा दाँत झारिदिन्छु नि। गइहाल्छ, गइहाल्छ। जा भन्छ गइहाल्छ। त्यहाँ ठिङ्ग नउभिए बुर्कुटी जस्तो। म त फेरि 9 महिना ट्रेनिङ गरेको भन्ने कुरा थाहा होला नि। के भयो फेरि? कति कराउँछस् तँ? छिमेकीले सुन्यो भने के भन्छन् भन्थ्यो? जेसुकै भनौँ न, बेहोरा हुनु परेन। बेहोरा नभएपछि स्वास्नी ल्याएको रहेछ, राति निकालिदियो भन्छ। तेरो कहिले बुद्धि नआउने भयो केटा? ल फेरि आएर थच्ची, यसको काल पर्दैन तँलाई आजै मेरो हातबाट मर्न लेखेको चाहिँ गइहाल भनेपछि गइहाल्यो। बुहारी तिमी खुरुक्क माथि गएर सुत त। माथि जान्छ तँलाई यहाँबाट छेक्छु। तल झर, तल झर, तल झर, तल झर, तल झर्छस् कि तेरो खुट्टा तानेर चुट्टाल्दिम। तल झर, तल झर भने तल झर, तल झर, तल झर, तल झर, तल झर, तल झर, तल झर भने अब जा, उता बाटो लाग। यो घर तिम्रो मात्रै हो र? जादिन म, के गर्छु? तिम्रो मात्रै मुख चलाउँछस्, मुखमै दिन्छु नि अहिले फेरि। जा भनेपछि गइहाल्छ, गइहाल्छ। जादिन म, गइहाल्छ, जादिन। जा भने सुन्दिनस्? जादिन, सुनेर अब चाहिँ मरेर छोड्छु त। गइहाल भने जादिन। जा भन्दैछु। एउटा कुरा नि भान्जी, के खोजेको? सुन राम्रोसँग, हाम्रो गाउँमा कसैले तिमीलाई बोलाउलान्, आऊ भन्लान्, कसैलाई भेट्न जाने होइन, कसैको घर जाँदा पनि जाने होइन, बुझ्यौ? मैले भन्दैछु, ज्ञानी भएर बस्ने, त्यहाँ कसैसँग बोल्ने, भेट्ने, हाँस्ने, के गर्ने होइन। मामा माइजू बाहेक अरू कोहीसँग बोल्ने पनि होइन, भेट्दा पनि भेट्ने होइन है। यो बोला छ नि, यो चाहिँ कति खाले छ भने हेर्दै तर्सन जति हाम्रो गाउँको गाई बस्तु देख्यो भने खाइदिन्छ यसले। यस्तो बच्चाहरूलाई हजुर साउनी के होला? साउनी के काम थियो? हेर न पुको, मेरो बुढोसँग झगडा पो पर्यो भने दिउँसो पौडी खेल्न गएको थिएँ, त्यही बेला मेरो 1 तोलाको सिक्री हराएछ। त्यही कुरामा न्यु खोजेर झगडा पर्दा पर्दा लास्टमा बुढो त घरै छोडेर जाको भन्न कहाँ जाने ट्याट्ट दिमागमा तिमीहरू सम्झे। अनि म त तिमीहरूले बास दिन्छौ कि भनेर बास माग्नु पो आएको। के भयो? ए साउनी आउनु भएको, बाजे दाइसँग झगडा पर्यो रे, अनि हाम्रोमा बस्ने राति बुढोसँग झगडा गरेर नि यहाँ सुत्न। अब यहाँ सुत्नलाई अब हाम्रो बुढाबुढीको ठाउँ पुग्दैन, राम्रो खाट छैन, भुइँमै सत्राङ्ग हो। भयमै भयो नि सुत्छु क्या। ओछ्यान पनि कतिलो छैन क्या, चिसो लाग्छ। चिसो लाग्छ। अब हजुर जस्तो साउनी नामै कस्तो कुरा गर्नुहुन्छ हौ बल्छी। अब मैले जानी जानी झगडा गर्छु त भने पर्यो त। अनि अब त्यसो गर्नु, अब के हो भन्दाखेरि कुरो नि, अब यो यस्तो घरमा तपाईँ यस्तो सुकिलो मान्छेलाई के सुताउनु, फेरि भुइँमा जानु।
भुइँमै जसरी भए पनि सुत्छु क्या कस्तो होला यस्तो दुःख परेको हामीलाई पाप लाग्दैन हैन त्यही भने भोलि गएर मलाई तपाईँहरूको केही हुन्न कि मलाई केही हुन्न नि त अनि आजको पछाडि यत्रो चाहिँ साउनी मलाई जस्तो अप्ठ्यारो मान्छेलाई भएको छैन हाम्रो घर ल्याएर भुइँमा लम्पसार हुँदैन है के भगवान हामीलाई यो पाप नबोका है त्यो मात्र पनि होइन नि फेरि ब्याक भएर भोलि डिभोर्स भयो भने बल्छी र कुकुको हामीले मागेर उचाले झगडा भन्छ। पऱ्यो उचाले त्यो भयो नगर्नु दोष लाउँदिनँ के म बिहानदेखि बिन्ती म देवकै बस्न कस्तो ए नचाहिँदो कुरा नगर्ने अनि दुःख हामी त परेको सताउँदैनौँ है हिँड्यो भित्र तिमीहरूलाई मैले दुःख परेको बेला मैले उधारो दिएको थिइनँ अनि यो उधारो र अहिले यहाँ बास बस्ने कुरा यहाँ सुताउने कुरा चाहिँ कसरी कनेक्सन मिल्यो क्या मिलेन त कुरो कस्तो कनेक्सनको कुरा गर्छौ हौ बल्छी बाबु कनेक्सनकै कुरा गर्ने हो भने त तिम्रो र पुगको पनि कनेक्सन केही मिलेको छैन त्यो कुरा ए सब नचाहिँदो कुरा नगर्नु हुन्न भनेपछि कस्तो जबरजस्ती चाहिँ नि अनि आजले सुत्ने कस्तो मनमा दुःख कालो मन भएको मान्छेको छैन हौ होइन यस्तै हुँदैन नि म साउनी हत्तेरीका साउनी यत्रो ठाउँ रहेछ त अनि कस्तो बास माग्न आउँदा नि नदिने कस्तो गति बरु आजको पूजा साउनी जस्तो मान्छेलाई अनि कहाँ सुताउने कोही ठाउँ यहाँ छ त भैमा छ यहाँ छ आनन्दले म भयो भने सुतिहाल्छु हुँदैन हौ कहाँ सुत्छ त्यसो भने हजुर जानुहोस् हजुर गएर अनि आनन्द गरी अनि खास कुरा चाहिँ के हो कि हजुरहरूको केही पनि होइन केही पनि यतिको पर के अब बुढाबुढीको के भन्नु सानोतिनो झगडा रहेछ त गएर मिलाइ भइहाल्यो नि बुढासँग ए अब निक्लेर जा भन कि मलाई नि चित्त दुख्यो नि त अनि त्यही भएर म त हिँडेको नि अब घुर्की देखाउनु पर्ने बुढाले गए भइगयो क्या कहाँ ठाउँ छैन भने जान्छ हेत्तेरिका बल्छी बा म यहीँ सुत्छु कि यहीँ भैमा सुत्छु भने ए गुन्द्री रहेछ त अनि कहाँ भुइँमा सुत्छ भने हुँदैन क्या चिसो लाग्छ हाम्रोमा फेरि तलबाट बर्खामा च्याल 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 पानी आएर पुरै भुँडी मेरो त बर्खा एकपल्ट तल सुतेको भुँडी यत्रोबाट भएको ल ल ल तिमीलाई त्यस्तो लाग्छ भने तिमी भैया सुत म यहाँ पुगु र म यहाँ खाटा सुत्छौ नि त अनि आनन्दले अड्दैन होला कि साउनी हजुर म त यत्रो खाट चाहिँ किन नअट्नु बुढाबुढी अटेको खाटमा मसँग चाहिँ अट्दिनौ तिमी तपाईँ अनि भैँसी हजुर जे पाए त्यो त नभन है बल्छी बाबु छि त्यसो भने अब तपाईँ सुतेरै छोड्यो भने जान्छ त्यहाँ ठाउँमा गएर बस्छ म यहाँ मिलाउँछु ओछ्यान मिलाउनै पर्यो अब मिलाउनै पर्यो सुतिहाल्थे अब यस्तो कुरा के साउनी अब के भन्ने कसरी भन्ने कहाँबाट सुरु गर्ने अब मिल्दैन कि तपाईँ आफै बुझ्नु तपाईँले बाँध्नु दाइसँग गएर बुझ्नु परेन बाँध्नु जाँदा भन्नु पर्यो तपाईँले हो कि भन्नु त म आनन्दले सुतिहाल्छु कस्तो सुतिहाल्छु होला बाँधेरै सम्झाउनु पर्ने भयो त होइन तपाईँलाई के गरेको के सुत्छु भनेको के किन एकछिनमा बोल्नु दुःख नि केलाई देखाउन मामा हामीले त्यो आन्टीलाई किन टेपले बाँधेर भागेको मैले अघि नै भने त त्यो अन्ती चाहिँ तर्साउने हो क्या तिमीलाई देख्छ भनेर तिमीलाई देख्यो भने तर्सार खाइदिन्छ बच्चालाई त बच्चा खाइदिन्छ तिमीहरू किन हारेको अनि त्यो कसको बच्चा हो के ए बल्छी बाउ पक्नु न भने पक्नु भन् मलाई बाँधेर किन भाग्या हो त्यो बच्चा कसको हो देखिँदैन फेरि अँध्यारा ए बच्चा कसको भने घरबाट यसरी नभाग्यो कि तिमीलाई त्यो तर्साउनेले कपले खान्थ्यो नि हाम्रो भान्जीलाई त्यो त खतरा हो क्या भान्जी गाउँमा कसैको वस्तु भाउ हुन्छ नि भैँसी सैँसी त्यसलाई यसरी हेऱ्यो भने पनि भैँसी मारिदिन्छ त्यो भन्दा नि म बच्चाहरूलाई लाने बोरामा हालेर लान्छु त्यसले हाम्रो भान्जीलाई धन्द बचाइयो मेरो फोन खोइ
मैले घरै छोडेँ अरे बोके जस्तो हेर त्यो मलाई के गरे गरेँ छैन यहाँ फाल्टुमा त कति छैन मान्छेले पनि ल्याएन आज ल अनि छैन त के भन्छ कुन आना त त्यस्तो अन्धमुष्टिमा तिनीहरू कहाँ कहाँ हुन् फेरि एकैछिनमा बिलाइ गए आफूलाई यस्तो आपत परेलाई बास माग्न आएको त्यति सहयोग गरेन भन्दा पनि गरेनन् अनि त फेरि बच्चा चाहिँ कसको बोकेर गएको हुन् तिनीहरूले छ्या, अब कहाँ गएर बास बस्ने होला त म त ले, मोबाइल बुढी ए बल्छीको पो फोन घरमै छोड्यो होला के बोल्छु काट्दै के थाहा बाटोमा झऱ्यो कि न कसैले उठाउँछ कि नगर क्या फेरि गर्दाखेरि हो त्यो सुन्यो भने मान्छेले चाहिँ होइन त्यो त्यो भुत्नेले भेट्ला यताउता होला मान्छेले थाहा पाएन होइन घरमै हुन्छ अलि छोडिदेऊ अहिले मान्छेलाई पो सुरक्षा दिनु पर्ने काट्देऊ यस्तो भने टेन्सन हेर तिमीहरूले मलाई किन बाँधेर हिँड्यौ त्यसमाथि बच्चा अनि यस्तो राति भन्ने कुरो मैले पत्ता नलगाइकन यो मोबाइलमा तिमीलाई दिन्छु भन्ठाने होला होइन तिमीहरूको फोन त लु पत्ता नलाइ त म किन दिन्थेँ